एभ्रिवान, नमस्ते सबैजनालाई। अनि म चाहिँ अहिले 3 वर्षपछि यता मेरो घर झापा आएको छु। अनि म कता कता जान्छु, के गर्छु, के खान्छु, यो मेरो सानो मिठो भ्लगमा म तपाईहरुलाई देखाइहाल्छु। यी चाहिँ हाम्रा घरका बाख्राहरू हुन्। यति धेरै बाख्राहरू छन्। कसैलाई चाहिएको छ भने आउनुस् किन्नको लागि, हाम्रोमा अवेलेबल छ हाम्रो बाख्रा खसीहरू। बाबा कता यता हाई गर्नु त, जंगलतिर हाई। हाम्रो बाबा चाहिँ बाख्रा चराउन गइसक्नु भयो। यो चाहिँ हाम्रो घरको फुलबारी हो। यो चाहिँ हाम्रो घरको फुलबारी हो। मेरो दिदी भिनाजु मम्मीहरूले बनाउनु भएको फुलबारी, सानो चटक्क परेको। यता पनि छ। यहाँ चाहिँ धेरै अहिले अमिलो फलिरहेको छ है। यति धेरै अमिलो छ हेर्नु न। यो पनि सानो खालको फुलबारी हो। यो चाहिँ पहिलेदेखि नै फुलबारी भएको हो। अनि यहाँ मम्मी के भन्न चाहनुहुन्छ? उहाँ चाहिँ मेरो मम्मी हो। छोरी आएर म खुसी छु, धेरै 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 खुसी। कान्छी छोरी आएर कति खुसी छु म त आज। हाम्रो अमिलोहरू देखाइदिनु न। यहाँ यो कति वर्षमा फलेको अमिलो मम्मी? यो 3-4 वर्षमा फल्यो। 3-4 वर्षमा फल्दै नफलेर हामीले काट्दिनु भनेर अनि फलेको है। 3-4 वर्षमा फल्यो। यहाँ हाम्रो गेट फुल छ, भर्खरै उम्रिँदैछ। देखाइसकेको। यो चाहिँ मेरो माइली दिदी हो। यसको पनि अहिले हाम्रो भ्लग आउँछ, हामी दुईजनाको भ्लगहरू आउँछ। यो चाहिँ हाम्रो घरको बाटो अहिले नयाँ पिच भएको छ। यस्तो छ। यो चाहिँ बेलको बोट हो। यो हाम्रो यो चाहिँ हाम्रो सानो चटक्क परेको घर हो। यहाँ भिनाजु हुनुहुन्छ। भिनाजु हाई गर्नु, हाई गर्दै हुनुहुन्छ भिनाजुले। यो चाहिँ हाम्रो टोमी हो। टोमी मदेखि भएको छ। दुईजना चाहिँ के हो, सानो बाउ र छोरी के हो? यता हाई गर्नु त। What's the problem, man? What's the problem, man? अब गाई लिएर जानुहुन्छ, गाई चराउनको लागि। यो चाहिँ हाम्रो दुध दिने गाई हो। गाई सार्न छिटो आउने मम्मी। यो एउटा गाई हो, अर्को उहाँ छ। यो चाहिँ हाम्रो अर्ग्यानिक घरको मुन्टा हो। यहाँ भिनाजुले केलाउँदै हुनुहुन्छ अनि यहाँ नयनले केलाउँदै हुनुहुन्छ मुन्टाहरू। यो चाहिँ अर्ग्यानिक मुन्टा है हाम्रो घरको। एउटाले के रे गाडीको साइकलले किन्यो हैन, त्यहाँ तल लागिरह्यो चलाउनलाई। कहाँ जाँदैछौँ रे? हामी ठुलो बाकोमा, ठुलो बाकोमा नटेक्नु नि फेरि। कोही त हुन्न रहेछ। खोइ हुनु नरहेछ, खोइ हुनु नथियो, एकजना मात्रै। हामी चाहिँ अब आज ग्रिनी आन्टीले पानीपुरी खाना बोलाउनु भएको छ, हामीलाई इन्भाइट गर्नु भएको छ। मम्मी अनि दिदी भाउजू सोल्टिनी यता हेर्नु त। भाउजू उता अगाडिको छ हाम्रो कान्छी सोल्टिनी, एउटा चाहिँ येलो लाउने चाहिँ दिदी। म चाहिँ गएको पानीपुरी खाना गइरहेको छौँ। ठुलो मम्मीले बोलाउनु भएको छ हामीलाई पानीपुरी खाना, गिरिन ठुलो मम्मीले। अनि हामी हाम्रो टोलीहरू गइरहेको छौँ पानीपुरी खाना। हाम्रो कृष्ण भाउजू नमस्ते, हाम्रो माइली दिदी, हाम्रो कान्छी सोल्टिनी नमस्ते। सरी उहाँ चाहिँ भाइ भाइ चाहिँ लजाउँछन्, उहाँ चाहिँ लजाउने। हामी चाहिँ यहाँ सिटी सफारी रिजर्भ गरेर पानीपुरी खाना सिटी सफारी मिलन दाईलाई हामीले अर्डर गरेको। भाइ अनलाइन पठाउ गरेको, पठाउ नेपालीमा त पठाउ। महँगो भयो हो। यता हाम्रो मम्मी दिदी यहाँ पुरै मुस्कान सिटीमा चढ्न पाएर हामी चाहिँ उत्रिसक्यौँ। थ्याङ्क यू सो मच दाई। पैसा हामी चाहिँ ठुलो कमाइसक्यौँ। हाम्रो आप बनिरहेको छ, हाम्रो आप भइरहेको छ। यहाँ हाम्रो कान्छी सोल्टिनीले बनाइरहनु भएको छ। कडक कडक खाने हो। कृष्ण भाउजू यो गर्दै हुन्छ, पानीपुरीको अचार बनाउँदै हुन्छ हाम्रो भाउजू। यता दिदी चाहिँ के बनाउँदै हुन्छ? पानीपुरीको रस बनाउँदै हुनुहुन्छ।
मैले भने त अगाडि नै हाम्रो चाहिँ यहाँ हेर्ने दर्शकहरू हाम्रो चाहिँ यहाँ हाम्रो हेर्ने दर्शक भाइ यहाँ हेर्ने दर्शक दाइ हाम्रो मम्मी त यहाँ अराउँदै हुन्छ यसो गर भनेर सरापै खानु मन लाग्दैन मलाई चाहिँ फेरि खाँदो हुन्छ खै हामी लाग्दै हुन्छ ठुलो मम्मी कडम कडम पानीपुरी आज हाम्रो पानीपुरी पार्टी ठुलो मम्मीको घरमा आँपको कोया खाइरहेको छु म चाहिँ मुडी बोल्ला है खान सक्दैन आन्टीहरूको घर अमिलो मलाई खाइकन घरै ल्याएको गुलियो भए हामीले चाहिँ स्टार्ट गरिसक्यौँ पानीपुरी खप्दै नि स्टार्ट गरिसक्यौँ